प्रचण्ड प्रचण्ड त नि तपाईँको बाहरू भन्दा त नि धेरै माथिको मान्छे हो। अघि सुनिरहेको थिएँ मैले लाइभ, बुझ्नुभयो नि? तपाईँको बाले लहाटे हामीलाई विदेश। बाको अलिअलि झोला खाना पाएर आफू नेपाल बस्यो भनेर ठुलो कुरा गर्ने, बाले साइडबाट भनेर ठुलो कुरा गर्ने, झोलेको कुरा नगर्नु धेरै, ठुला कुरा नगर्नु, बुझ्नुभयो? बाको झोल खाना पन्काहरू त मेरो बुढाले त जाहिर खानमा छ मजाले निजामती कर्मचारीमा लडेर 10,000 मा नाम निकालेर जाहिर खानमा मैले त छोरी हेर्न पर पसल सम्हालेर बसेछु। सबै आफ्नो दुःख गर्ने हो। हामी जाहिर खाएर बसिया छ। पसल त त्यो त उगाउन परिहाल्यो नि, साइडबाट बाले दिइराखन् त झोल अनि किन विदेश आउनु पर्यो? नेपालमै जाहिर खाउँछु। दिइहाल्छ नि त बाले, हामी कति दुःख गरिरहेछ पर्छ नि, बाले दिइहाल्छ। यति झोला बोकेर हिँडेपछि त बा छोरी नाति नातिनाले नि बाकै पाइहाल्छ नि त। अनि नाति नातिनालाई दिनु नि त बाले, झोला बोकेर हिँडेपछि झोला बोकेर हिँडेपछि यति पनि नभए त भयो त। कान काट्छु नाक काट्छु भनेर उखाने टुक्काको छोरीले बोल्ने नै उखान टुक्का त्यस्तै त हो नि। अनि बाउले बोले पो अनि हुन्छ त। भिडियो गरिया छैन नानी यार, राजनीति तिमीलाई र पनि थाहा छैन। भएन बालेन कसको बारेमा बोल्ने, अलिकति मायाकमा कसको बारेमा बोल्ने, बालेनको बारेमा। ल बालेनले जितेछ भने त कान काटिदिन्छु मैले त, यहाँ झापाबाट जितेछ भने कान काटिदिन्छु रे। अनि अघि दिउँसोको सुन्दाखेरि त के अरे भाइ के अरे यति बेला गरेर हुँदैन कि 6 बजीतिर बस्नुलाई, अनि बल्ल भाइरल गर्नु। अनि मैले 10,000 पुऱ्याउँछु अनि मोनिटाइज गर्छु अनि बल्ल गर्नु पर्ला। फलोवर्स त बढिराखेको रे मेरो, के खुब एकदम उसँग के खुब ठुलो काम गरे जस्तो क्या। होइन कि 2 वर्षको 3 वर्षको बच्चालाई ल्याउन तपाईँको कुन भएको मान्छे हो तपाईँ? मेरो बच्चाले किन ल्याएको? भोलि तपाईँको छोरीलाई मैले ल्याएर सामाजिक सञ्जाल भोलि मैले उ गरिदिन्छु। तपाईँले कति सक्नुहुन्छ? तपाईँ सुशीला कार्की, तपाईँको बाले कोले के गर्दा रहेछ ल म पनि हेर्छु ल, बुझ्नुभयो नि? तपाईँको छोरीको कुरा आयो भने अनि बल्ल नपाउनुहुन्छ। ल्याउनु कि ल्याउनु मलाई त केही हुँदैन, लिएर आउनु ल, म ल्याउँछु अनि तपाईँ ल्याउनु है। के गर्न मेरो छोराले सक्छ? मेरो छोरो 15 वर्ष 16 वर्षको छ। तपाईँले छोरा छोरी जसले जे गर्न सकिनु मलाई केही फरक पर्दैन। हेर्नु केही फरक पर्दैन, तपाईँले कुरा निकाल्यो। जे भन्न नि पाउँछु, मेरो छोरीले तिमीलाई केही भनेन, मैले तिमीलाई केही भनेको थिएँ पहिला? मेरो छोरीले चाहिँ तिमीलाई के भन्थे त नि? तिमी त्यो दिदीलाई तपाईँ भनिरहेको थिएँ मैले, तिमी झरेपछि म पनि तिमीमै झरे है। मेरो छोरीले चाहिँ के भन्थे? तिमी हिजो के भनेर बोलिरहेको छौ तिमी? अस्तिदेखि के भनेर बोलिरहेको छौ मलाई? हामीलाई थाहा छैन तिमीले के भन्यौ मलाई? किन झुट बोल्यौ? उसको आवाज काटी काटी आहा भनिदिनु त एकचोटि। कस्तो क्लियर क्लियर आहा होइन त्यो मैले यो मान्छेलाई छिटो बोल्नु भयो कि त्यही भएर काटे काटे भइरहेको के साउन्ड। अब बिस्तारै बोले भएर ल्याउँथ्यो होला। मेरो नि सुन्ने आयो कि सुन्ने आएन के? लाइभबाट डाइरेक्ट आएर जोडिन्छु क्या। मलाई त उनी भाषा पख नि त होइन। उसको छोरीको चाहिँ राख्दाखेरि कस्तो हुने रहेछ, बोल्दाखेरि कस्तो हुने रहेछ, त्यसपछि मैले यसरी आएर लाइभमा आएर मैले उ गर्छु भनेकै थिएन क्या। सुन है, लाइभमा आएर मैले बोल्छु गर्छु, किन म्युट गरेर बोलिरहेछ उता रेणुकालाई भन्नु, म्युट गरेर किन बोलिरहेछ भनेर सुन्नु। म्युट छैन दिदी, आइरहेछ आवाज आइरहेछ, चिच्चाएर बोलेको भएर हो कि त्यो काटी काटी आएको। तपाईँकोमा मेरोमा आइरहेछ। तपाईँ एकचोटि इन गरेर जोइन गर्नु नि त दिदी। ल मलाई फेरि जोइन गर्नु है त। ल तपाईँको क्लियर आयो? मेरोमा आइरहेछ, क्लियरै आइरहेछ मेरोमा। यो मान्छेलाई जोइन नगर्नु, यो बदमास आइमा। यो मलाई चाहिँ जे मन लाग्यो त्यही भनेर भिडियो गर्ने यो आइमा